ओम नमः शिवाय। हर हर महादेव। श्रावण विशेष अङ्कमा हामी शिव महिमाका विषयमा चर्चा गरिरहेका छौँ। आज श्रावण महिनाको दोस्रो सोमबार विभिन्न शिवालयहरूमा भक्तभागतहरूको बिहानैदेखि जलार्पण गर्नका निमित्त घुइँचो लागिरहेको छ। वास्तवमा हामीले यी कर्महरू गरिरहँदाखेरि एउटा विशेष कार्य अनवरत रूपमा गरिरहेका छौँ, जो हो भगवान शिवलाई गरिने अर्पण, जलार्पण। उसो भए के एक लोटा जलले हाम्रो भाग्य परिवर्तन हुन सक्छ त? शिवलिङ्गको वास्तविक रहस्य के हो? अनि गृहस्थहरूलाई भगवान शिवले दिनुभएको त्यो अमूल्य जीवन सूत्र के हो? यो विषयमा हामी चर्चा गर्न गइरहेका छौँ। कसैले शिवलाई एक लोटा जल चढाउनुहुन्छ, कसैले दूध, बिल्वपत्र र फूल चढाउनुहुन्छ। तर प्रश्न यो हो, के महादेवलाई वास्तवमै जल चाहिएको हो कि उहाँ हामीभित्रको अहङ्कार, अशान्ति र अज्ञानको विसर्जन खोजिरहनु भएको छ? किनकि शिवलाई चढाएको जलले शिवलिङ्ग मात्रै भिजाउँदैन। यदि भाव शुद्ध छ भने त्यसले मनको मरुभूमिमा चेतनाको वर्षा गराउँछ। किनकि गीतामा भनिएको छ, पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या प्रयच्छति तदहम भक्ति परेत मस्नामि प्रयतात्मनः। भगवान भन्नुहुन्छ, प्रेम र श्रद्धाले अर्पण गरिएको सानोभन्दा सानो वस्तु पनि दिव्य हुन्छ। त्यसैले शिवलाई चढाएको एक लोटा जल केवल पानी मात्रै होइन, त्यो भक्तको हृदयको समर्पण हो। आज हामी एउटा अत्यन्तै गहिरो प्रश्नको उत्तर खोज्दैछौँ। वास्तवमा यदि भाग्य केवल धन, पद र बाहिरी सफलताको नाम हो भने सायद एक लोटा जलले केही गर्दैन। तर यदि भाग्य भनेको मनको शान्ति, बुद्धिको प्रकाश, परिवारको सुख, कर्मको पवित्रता र आत्माको जागरण हो भने श्रद्धाले चढाएको एक लोटा जलले जीवनको दिशा नै बदल्न सक्छ। किनकि शिवलाई जल चाहिएको होइन, शिवलाई चाहिएको छ त केवल हाम्रो अहङ्कारको विसर्जन, हाम्रो विकारको शुद्धिकरण अनि हाम्रो हृदयको समर्पण भाव। यदि जललाई केवल एउटा पदार्थ ठानियो भने उत्तर हुन्छ, त्यो जलले हाम्रो भाग्य परिवर्तन गर्दैन, होइन। तर यदि त्यो जलसँग श्रद्धा छ, संयम, आत्मशुद्धि र शिवप्रतिको समर्पण जोडिन्छ भने त्यही जल जीवन परिवर्तन गर्ने साधना बन्छ। शिवलाई जल चढाउनु भनेको बाहिरको शिवलिङ्गमा पानी हाल्नु मात्रै होइन, आफ्नो भित्रको क्रोध, अहङ्कार, लोभ र अशान्तिको तापलाई शान्त गर्नु हो। जलको अर्थ हो मनको शीतलता, विचारको पवित्रता, अहङ्कारको विसर्जन, जीवनमा सरलताको प्रवेश। त्यसैले भनिन्छ, जलले शिव प्रसन्न हुन्छन् तर भावले शिव प्रकट हुनुहुन्छ। वास्तवमा शिवलिङ्गको वास्तविक रहस्य के छ त भन्दा, धेरैले शिवलिङ्गलाई केवल पूजा गर्ने ढुङ्गा मात्रै सम्झिनुहुन्छ। तर वेदान्तले शिवलिङ्गलाई सम्पूर्ण ब्रह्माण्डको प्रतीक मानेको छ। लिङ्ग शब्दको अर्थ हो चिन्ह, प्रतीक, जसबाट अदृश्य सत्यको बोध हुन्छ। शिवलिङ्गले हामीलाई सधैँभरि सम्झाइरहन्छ, जसरी सम्पूर्ण ब्रह्माण्ड एउटा अदृश्य छ, त्यो अदृश्य शक्तिबाट सञ्चालित भइरहेको छ, त्यसरी नै जीवन पनि परम चेतनाबाट चलिरहेको छ। आकारभित्र निराकारको अनुभूति गर्नु नै शिव उपासना हो। शिवलिङ्गको गोलाकार स्वरूपले अनन्तता आधारले शक्ति र त्यसमा स्थापित चेतनाले शिव शक्ति एकत्वको दर्शन गराउँछ। उसो भए पूजन किन गर्ने त शिवलिङ्गको? शिवलिङ्ग पूजा केवल वर माग्ने कर्म होइन, यो आफूलाई परिवर्तन गर्ने आध्यात्मिक अभ्यास हो। जब हामी शिवलिङ्गमा जल चढाउँछौँ, हामी आफ्नो मनको ताप शान्त गर्न सिक्छौँ, हामी नम्र हुन सिक्छौँ, हामी जीवनमा धैर्य र स्थिरता ल्याउँछौँ। हामी बुझ्छौँ कि शरीर बाहिर होइन, आफ्नै चेतनाभित्र छ। शिव पूजा भन्नु नै आफूभित्रको पशुत्व हटाएर शिवत्व जगाउनु हो। श्रावण महिना शिव आराधनाको विशेष समय मानिन्छ सज्जन। समुद्र मन्थनबाट निस्किएको हलाल विष संसारको रक्षा गर्न, त्यो विषबाट भगवान शिवले आफ्नो कण्ठमा धारण गर्दै त्यो कण्ठलाई निलो बनाउनु भयो। भक्तहरूले यो महिनामा संयम, उपवास र साधना गर्छन्। व्रतको वास्तविक अर्थ केवल भोजन त्याग्नु मात्रै होइन, आफ्नो मनलाई सत्य, संयम र शिवतर्फ लगाउने सङ्कल्प हो।
हामी गृहस्थहरूलाई भगवान शिवले अत्यन्तै ठुलो शिक्षा प्रदान गर्नुभएको छ। विषलाई अमृत बनाउने कला। जीवनमा दुःख, आलोचना र कठिनाइहरू आउँछन्। नीलकण्ठ शिवले सिकाउनु भयो विषलाई हृदयमा होइन विवेकमा राख। परिवार नै पहिलो साधना हो, यो सिकाउनु भयो हामीलाई। शिव कैलाशमा बस्ने योगी मात्रै होइनन्, पार्वती र गणेश कार्तिकेय सहित आदर्श गृहस्थ पनि हुन्। यो सन्देश हामीलाई दिइरहनु भएको छ। घर छोडेर होइन, घरभित्रै प्रेम, धैर्य र धर्म राखेर पनि शिव मार्गमा हिँड्न सकिन्छ। सरलता नै शिवत्व हो, यो हामीलाई भगवान शिवले दिनुभएको उपदेश हो। शिवलाई महल चाहिँदैन, केवल निर्मल हृदय चाहिन्छ। एक लोटा जलले बाहिरी भाग्य बदल्ने जादु होइन, तर त्यो एक लोटा जलले यदि मन बदलियो भने, मन बदलिँदा कर्म बदलिन्छ, कर्म बदलिँदा जीवनको दिशा बदलिन्छ। शिवलाई जल चढाउने हातभन्दा ठुलो कुरा हो त्यो हातले कसैलाई दुःख नदियोस्। शिवलाई बेलपत्र चढाउने भक्तिभन्दा ठुलो कुरा हो हृदयमा अहङ्कारको काँडा नहोस्, किनकि शिव मन्दिरमा मात्रै होइनन्, शुद्ध विचार, सेवा गर्ने हात र प्रेमपूर्ण हृदयमा पनि प्रकट हुनुहुन्छ। यदि यति कुरा बुझ्न सकियो र यी कुराहरूलाई अनुसरण गर्न सकियो भने पक्कै पनि हाम्रो श्रावण सफल भएर जान्छ। शिवले हामीलाई सदा सर्वदा कल्याण गर्नुहुन्छ। हाम्रो हृदयमा सदा सर्वदा भगवान भोलेनाथको वास रहिरहोस्। भगवान शिवको अनुकम्पा तपाईँ हाम्रो घर परिवारमा रहिरहोस्, यही कामना गर्दै आजलाई यति नै। ओम नमः शिवाय। हर हर महादेव।